हेलो एभ्रिवान, आज चाहिँ बाबा छोरी अनि म मार्केटतिर एकैछिन निस्किँदै हो। एकैछिन बाहिर निस्केको अनि मेरो छोरी पनि खुसी भइरहेछ बाहिर निस्किनु पाएर। आज बाबाको काम थियो नि त, अनि काममा जानुभन्दा अगाडि चाहिँ एकैछिन मार्केट लानु न भनेर लिएको। अनि मलाई चाहिँ यहाँनिर कराउनु हुँदैछ, छिटो छिटो गर भनेर कराउनु हुँदैछ। अनि म चाहिँ भिडियोको लागि अलिअलि हल्का कराई खाँदै भए पनि मैले चाहिँ भिडियो बनाउनु लगाएँ। केही कुरा पाउनको लागि केही कुरा गुमाउनु पर्छ भनेको चाहिँ यही नै रहेछ साथीहरू। अनि मैले चाहिँ त्यही सम्झेर अनि चुपचाप सहेर भिडियो बनाउनु लगाएँ। अनि आज चाहिँ म कहाँ आएको भन्दाखेरि म चाहिँ यहाँनिर धागोहरू किन्न आएको। अनि यहाँ चाहिँ म अस्ति पनि एकचोटि आएको थिएँ। अनि मैले यहाँबाट सामानहरू लगेर केही कुराहरू बनाएको थिएँ होइन। अनि त्यति बेला चाहिँ यो सामान मेरो धागोले अलिकति पुगेन क्या। अनि त्यो धागो ल्याउँदै अनि फेरि मैले धागोहरू फेरि अझै धेरै लगेँ क्या। अनि यहाँनिर हेर्नुहोस् न, अनि यहाँनिर कति $9-10 पर्छ क्या एउटा धागोलाई। अनि साइजको थियो, थुप्रो थियो। अनि मैले सबै बोकेँ। अरू सस्तो खालके धागोहरू पनि थियो $3-4 को। त्यो खालके पनि मैले थुप्रो धागोहरू बोकेँ। यति धेरै बोकेको छु मैले धागो। अब के बनाउनु पर्ने हो मलाई थाहा छैन। अनि मैले यो सानो खालको बक्स पनि लिएँ। अनि यसमा चाहिँ मसिनो सामानहरू हुँदो रहेछ। अनि त्यसलाई राख्नुको लागि मेरो छोरी छ नि त। अनि मेरो छोरीले अहिले चाहिँ पुरा चकचक गर्ने बेला भएको छ। अनि मसिनो सामानहरू हुँदो रहेछ, सियो धागोहरू के पिनहरू हुँदो रहेछ कि। अनि त्यस्तो राख्नको लागि चाहिँ मैले यसलाई लिएको। अनि मैले अस्ति चाहिँ यो फुले बनेको एउटा साइड ब्याग बनाउनु खोजेको थिएँ। अनि त्यसमा धागोले थोरै पुगेन कि। अनि त्यही आज चाहिँ लिनु गएको। अनि आज चाहिँ म यो ब्यागलाई कम्प्लिट गरेरै छोड्छु भनेर होइन, बाबालाई चाहिँ काममा जानुभन्दा अगाडि जाउँ भनेर अनि लगेको थिएँ। हल्का कराई पनि खाएँ यसको लागि। अनि मैले चाहिँ आज चाहिँ कम्प्लिट गरेरै छोडेँ। अनि यो यस्तो देखिएको छ। हल्का भित्रपट्टिबाट चाहिँ कपडा हाल्नु पर्ने रहेछ। अनि कपडा चाहिँ ल्याइनँ, कुनै बेला म कपडा लिएर लाउनेछु। ल त साथीहरू, मेरो ब्याग चाहिँ यस्तै भयो। हजुरहरूलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट गरिदिनुहोस् है त। थ्याङ्क्स फर वाचिङ, बाई।